साथीहरू यहाँनिर चाहिँ बौद्धको यो धर्म ढोका पनि यो ठुलो बर्को रूप रहेछ साथीहरू। यहाँनिर चाहिँ ठुलो यो बौद्धको धर्म ढोका छ रहेछ है यहाँनिर। यो मुनिपट्टि यहाँबाट जाने बाटो रहेछ। यहाँ चाहिँ पापीहरू चाहिँ अल्झिने, धर्मीहरू चाहिँ छिर्ने भनेर मन्दिरमा बाजेहरू पनि बस्नुपर्छ। पुरोहित बाजेहरू पनि जाने अहिले नजाउँ अन्त चाहिँ बहिनीलाई जाउँ भनेको फेरि अहिले भरेमा त जाउँ भने यसले अन्त यहाँनिर हामी चाहिँ गएनौँ। यहाँनिर बस्नु चाहिँ यहाँदेखि अलिक उतापट्टि पुरोहितहरू पनि बस्दो रहेछ। पुरोहितहरूले चाहिँ आफ्नै जिम्मामा जानुभयो भने हामी अड्क्यो भने चाहिँ हामी जान्दिनँ भनेर पठाउनु हुँदो रहेछ होइन। अब इच्छा लाग्ने यदि अब म धर्मी हो भन्ने यदि माताहरू जस्तो चाहिँ अब छिर्नु हुँदो रहेछ होइन। पुरोहितहरू माताहरू अब अरू मान्छे चाहिँ डरले नै नजाँदो रहेछ कि साथीहरू। त्यहाँनिर अब नसाँच्ची नै अल्झिहाल्यो भने अब पुरोहितहरूले पनि सक्दिनँ भन्यो भने कसरी निकाल्ने होइन, कसरी निस्किने। अब घिच्चा काट्नु त भएको छैन त्यहाँ साथीहरू। साह्रो छ त्यही भनेर हामी पनि डरले गएनौँ है। नपापी नै होला हामी पनि भनेर। हुन्छ हवस् त साथीहरू, यस्तै छ। अब हेर्नु चाहिँ रुख चाहिँ यति ठुलो यहाँनिर धेरैसम्म।